यस्तो एकदमै मिठो पेनकेक कसरी पकाउने त एकदम सजिलो तरिका छ। सुरुमा दुध राखेको छु 1 कप मैले भाँडोमा 1 कप जति। त्यसपछि अन्डा 2टा अन्डा यसरी एड गर्छु यसमा राख्छु अन्डा अनि यसलाई एकदमै फिट्ने। फिटिसकेपछि अब यहाँनिर मैदा तयारी गरेको छु। मैले 2 कप मैदा राख्छु यहाँनिर। मैदा राखेँ अब मैदा लगाए पनि मजाले यसलाई फिट्ने। फिटिसकेपछि चिनी पनि राखेँ। तपाईँहरूले चिनी स्किप पनि गर्न सक्नुभयो हुन्छ। मैले यसलाई मजाले तयार गर्छु। त्यसपछि बेकिङ सोडा हेरेर छ तपाईँहरूले बेकिङ पाउडरलाई यसरी राखेर मजाले यसलाई फिट्ने किनभने यसले फुलाउँछ पेनकेकलाई। त्यसपछि तेल राखेँ पेनमा तेल राखिसकेपछि अब यसरी अलिकति बाक्लो ठिक्कको बनाउनु होला तपाईँहरूले यो डो चाहिँ। यति गरिसकेपछि अब छोप्नु होला एकछिन 2 मिनट जति छोप्ने यसलाई। छोपिसकेपछि 2 मिनटपछि मैले झिकेको छु। अब यति भइसकेको छ। अब यसलाई फर्काउँछ है तपाईँहरूको अगाडि। यस्तो दामी भयो नि तपाईँहरूले यति फुल्छ क्या बेकिङ सोडाले। अनि अब मैले भएको सबै यसरी एड गर्छु। अलि ठुलो बनाउँछु। यसले बाक्लो धेरै पातलो बनाउनु हुँदैन ठिक्कको बनाउने। एकदमै छिटो पनि एकदमै मिठो त कुरै नगरौँ। अब मैले 5 मिनट छोपेको थिएँ। फेरि अर्को पेनकेक तपाईँहरूले देख्नुभयो नि अर्को पेनकेक यति दामी भयो। फेरि अर्को पनि मैले यसरी तयार गर्छु यहाँनिर। यसलाई पनि छोप्छु। छोपिसकेपछि अब यसलाई पनि अब अलि ठुलो छ यो सबैभन्दा ठुलो लास्टको सबैभन्दा ठुलो गरेको राखेको छु मैले कस्तो हुन्छ भनेर। यस्तो दामी भयो तपाईँहरूले यहाँनिर हेर्नुहोस् त। एकदमै पेनकेक धेरै पनि केही सामान चाहिँदैन। एकैछिनमा हामी तयार गर्न सक्छौँ। यसरी पकाएर खान सकिन्छ पेन